वेलकम गाइज वेलकम दिस इज माई नेक्स्ट ब्लग है। आज चाहिँ टुर कहाँको हुन्छ भनेर एकछिनमा सबै इन्फर्म दिन्छु। फर्स्टमा त म रेडी हुन्छु है, रेडी भइसक्यो, अब जुत्ता लाउनु बाँकी छ। फर्स्टमा त मैले आफ्नो कफी खानुपर्छ है। यो कफी हो, फ्लेभर मिठो छ है। ओके, अब म यहाँबाट रुमबाट निस्केँ है त गाइज। ल गाइज वेलकम अगेन। म चाहिँ रुमबाट निस्किसकेँ है, रेडी सेडी भएर टक्क बाइक स्टार्ट है। बाइक के हुनु है, साइकल हो गाइज है। अब साथीको घरमा छोडेर त्यहाँबाट चाहिँ रेलमा जानुपर्छ है। ओ माई गॉड गुडनेस, ओ माई गुडनेस। भ्लग होइन, ओके ओहेको चाहिँ मस यताबाट जाने मेच्चा उरेसी नानो दे केताई बु बसेर जात्ताने। बस भेटिनु भयो यार। यस पहिला बडी देखाउनुहोस् तपाईँको, बडी देखाउनुहोस्। के छ दमदार भ्लग छ आजको भ्लग। ल चल्दिउँ है। उद्घाटन गरिसक्यो, अब बिस्तारै अस्तिको भएन, यसलाई चाहिँ इम्प्रुभ हुन्छ। यस्तो ह्यान्डसम भएर आउनु भयो। मिदोसुजी इचीबाट हामी चाहिँ जान्छौँ किन्सेचु हो। भित्र हामी खिच्न अलि मलाई लाज लाग्छ, यतिको अलिअलि खाली ठाउँमा हो भ्लग खिच्ने भनेको। धेरै पछि यसो बनाएर थिएँ। पहिलाको भ्लगमा त 7-8 हजार सब्सक्राइबरहरू थियो, वाच टाइमहरू सबै पुगेकै थियो। सन्देशराम चाहिँ लास्टै लगाउने मान्छे हो। मलाई नै आज हाइलाइट बनाउँछ। अहिले एकैभित्र छौँ है हामी, स्टेसनभित्र। अब निस्केपछि चाहिँ देखाउँछु अब भित्र के छ कस्तो छ सब थाहा छ तपाईँहरूलाई। बस्दै जहाँ बसिनु भयो। परेन 4 केजी बोक्ला पर्यो। हामीले चाहिँ यत्रो किन्यौँ है, खान सकिन्छ त यत्रो। यो त आम्मामा गोसे स्टेसनबाट बसमा चढ्ने, बसमा चढेर त्यसपछि डाँडामा पुग्ने, बसमा चढेर हाम्रो बस चाहिँ यही हो होइन। टक्क हाम्रो सन्तोष सर बडी बिल्डर बसमा चढ्नुहुन्छ, यही हो। ल ओके, यही बसमा चढौँ अब हामी। के छ ठिकै भइरहेको सन्देश सर? राम्रै भइरहेको? राम्रो त भइरहेछ। एकछिन अलि ढिलो चढ्नुपर्ने बसमा है। 2 मिनेट ए हाम्रो बिचमा यार कस्तो हिरो देखिनु भयो यार। खै हाइकिङ चाहिँ जाने हो होइन। अनि हामी अहिले चाहिँ हाइकिङ जान्छौँ। आउँदाखेरि चाहिँ रोपवेज एमा चढेर आउँछौँ। हाइकिङ आइसकेपछि त हाइकिङ त हिँडेरै जानुपर्छ भन्ने जस्तो हो, त्यही भएर हामी जान्छौँ। अहिले चाहिँ यस्तो देखिरहेछ होइन। ल हामीले हाइकिङ सुरु गऱ्यौँ। ल ओह्रालोमा हाइकिङ सुरु गऱ्यौँ हामीले। Everybody needs a little time away. I heard her say from each other. Even lovers need. सो हाम्रो यहाँबाट हाइकिङ सुरु भयो। आयौँ रोपवे नचढेर अब हामी यस्तो हाइकिङमा जान्छौँ। Hold me now. It's hard for me to say I'm sorry. I just want you to stay. हान्ने ओह्रालो त रोप्यो नि त। हो त्यही पनि हो। थाकियो होइन, खानु पर्यो। स्ट्रबेरी नेपालीमा इचीको होइन, नेपालीमा स्ट्रबेरी के भन्छ?
के भन्छ सर? स्ट्रबेरी भन्छ हाम्रो त स्ट्रबेरी नै भन्छ स्ट्रबेरीले किन्छ के भन्छ है हाम्रोमा चाहिँ स्ट्रबेरीले किन्छ ल यो कमेन्ट लेख्नुहोस् त खै तपाईँहरू कमेन्टमा चाहियो मलाई कमेन्टमा स्ट्रबेरी नेपाली के भन्छ मलाई कमेन्टमा चाहियो यार अब यस्तोमा बस्ने बनाएको छ है दामी ल बस्नुपर्छ थोरै बस्नुपर्छ ये क्या था भाई क्या थाहे क्यों थाहे हामी कहाँ जानु हो म बिर्सिसकेँ यार यस्तो हुँदैछ के भन्नु भ्लग गर्ने मान्छे यस्तो छ कसरी मोटिभेट हुन्छ तपाईँहरू अब हेर्नु यहाँ पसिना मेहनत छ तपाईँहरूको लागि त्यही भएर यसो लाइक सब्सक्राइब कमेन्ट साथीहरूलाई सेयर गरिदिनुहोस् दुईजनाको यस्तो मेहनत छ यहाँ हेर्नु ड्रिङ्क्सहरू यसरी पिउँदै हिँड्दैछ तपाईँहरूको लागि भनेर अरे यो भनेको फर्किने अब यता यस्तो मेहनत गर्दैछ कति फर्किनु मन लागिरहेछ बिचरालाई तर तपाईँहरूलाई भ्यू देखाउनुको लागि भए पनि माथिसम्म पुगेर बुझ्नुभयो नि त्यही भएर एउटा लाइक चाहिँ ट्याक्क ठोकिदिनुहोस् है म त थाकेको छु होइन यहाँ गाइजहरू हिँड्दा हिँड्दा जङ्गलको बाटोमा बल्ल एउटा पुल भेटेछौँ हामीले यो पुल त काठ भनेको फलाम र काठको रहेछ Everybody needs a little time away. I heard her say from each other. Even lovers need a holiday. यो राम्रो बाटो कसले बनाएछ यता रोड जस्तो Far away from हाम्रो रोपवे कता हो ल यतैबाट जाने hold me now. फाइनल्ली है पानी पिलाउ त भाइ बल्ल हामी यो रोडमा पुग्यौँ यत्रो घन्टाउँ ट्रेकिङ पछि 3 घन्टा चाहिँ हाइकिङ हान्ने है रोडमा आएछौँ भाई साहब पानी पिला दो भाई जिंदड़ी बिताड़े के लिए पानी तो पीना ही पड़ेगा भाई क्या बोलते हैं भाई साहब अनि यिनीहरू चाहिँ बटरफ्लाई पछाडि बटरफ्लाई टप अफ माउन्ट ओ माई गुडनेस हेलो दुईटा रहेछ यार पारी पारी आएका ढाका टोपी लाएका कस्तो मजा आयो अर्को किन्नु पर्यो क्या फर्किँदाखेरि फेरि आउँछु नि त किनिदिउँ अर्को नि किनिदिउँ आउँदाखेरि किन होला मजा आयो कि यसरी ब्याग लास्ट मन पऱ्यो कि तपाईँलाई आई ल निकाल्नु भयो त ल हेरमै गाइज पैसा फिर्ता देऊ न यार दिएन पैसा फिर्ता दिएन हात हालेर निकाल्नु न राइट गाइज होइन एउटा कुरा कस्तो हुँदो रहेछ भने जति धेरै दुःखहरू गऱ्यो है यो म इक्जाम्पल है दुःख गरेपछि सुख मिल्छ भने जस्तै हामी त्यत्रो डाउनबाट यत्रो हाइटमा आयो होइन के को लागि थाहा छ ल मेरो पछाडिको भ्यू हेर्नुहोस् न जन्नत छैन त I walked across an empty land. I knew the pathway like the back of my hand. I felt the earth beneath my feet. अब एकछिनमा माथि गएर यस्तो दामी भ्यू हेरिन्छ नि अहिले अलिअलि हिँडेको चाहिँ भिडियो बनाउनु पर्छ क्या मै पुग्यौँ गाइज ल डेस्टिनेसनमा पुग्यौँ ल गाइज हेलो 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 बडी बिल्डर हेलो 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 ओ सन्देशु यो कस्तो छ बबाल मोबाइल है यहाँ आएपछि चाहिँ फिल दामी आउँदो रहेछ घाँस काट्ने आइरहेको घाँस काटेर आउँदो भैँसीलाई घाँस काट्न आएछ नि यहाँ बाजे तर थाकियो तर बवाल भयो क्या ल जाऊँ न त त्यहाँ पनि मजा आयो हामी त्यो ठाउँमा जान्छौँ अब त्यहाँबाट फेरि उतापट्टिको भ्यू देखाउँछौँ पिकनिकमा है पिकनिकहरू यस्तो छ
अलि यता दिन्छ हल्का अलि यता के हो यस्तो खानेकुराहरूको त भण्डार छ त हो खानेकुराहरू लार्ज साइज कत्रो अझै निस्किँदैछ है खाने साइजहरू यस्तो खाने हो सुरुमातमा खानु खानु माउन्ट रोक्को यामातो खाचुराकी तपाईँ आउनुहुन्छ भने चाहिँ हिडन प्लेस त होइन आइसक्नु भयो होला अझै आउनुहोस् तपाईँलाई कस्तो लाग्यो सर एकदम नाइस कि होइन फ्रेसनेस चाहिँ हुन्छ कि बवाल फ्रेसनेस हुन्छ कि यस्तो अगाडिको सिनहरू नेचरहरू होइन अनि यस्तो ढुङ्गाहरू यस्तोमा हो यो फिल के भन्छ हावा चाहिँ बवाल फिल चिसो दिन्छ हरियो 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 ऊ त्यहाँबाट पिकनिक स्पोट जस्तो पनि छ बस्नलाई बनाएको हो अनि सानो एउटा स्पिकर स्लो साउन्डमा सुनिरहेछौँ खाइरहेछौँ जुस सुस सबै छ हामीसँग गाइज फिल दामी मजा आइरहेछ है खाइयो टन्न घिचियो अझै बाँकी छ खान सक्यो होइन ल फ्रेममा शब्दै निस्किरहेन के तारिफ गरौँ म यो ठाउँको ल स्पिचलेस इङ्ग्लिसमा शब्द हरायो यस्तो यस्तो ठाउँहरू देखेपछि यस्तो बाटोहरू देखेपछि यस्तो यस्तो मान्छेहरू देखेपछि होइन सन्तो शान्त फुलै फुलमा बारिसमा आउनुभयो त यार ल हेर त ए अघि यहाँबाट झर्नी चाहिँ रहेछ हेर्नु न यार भ्यू यार कस्तो अघि कलरहरू पनि कस्तो बवाल यो नेचुरल त्यही भने यो बवाल के उता ल हेर्नु न यो साइडमा चाहिँ होइन ब्ल्याक टाइपमा यो बिच छेउछेउको ब्ल्याक छ बिचमा फेरि यो कस्तो पिङ्कुली टाइपको हो नि कस्तो न कस्तो फेरि यो बस्नेवालाहरू पनि बनाएको यिनीहरू स्टेहरू सायद यिनीहरू टेन्ट लगाएर बस्नेवाला होला क्या टेन्ट लगाएर बस्ने होला है अनि हेलिकप्टर पनि घुम्यो हुन्छ फेरि यसरी वाउ राइट गाइज होइन यो ठाउँमा पुगेपछि चाहिँ बबाल मलाई भाइब्स आयो थ्याङ्क्स फर दोस्तो मनमै छौ तिमी मनमै बस्नु है गीतले चार्ज हानिरहेको छ यार मलाई गाइज हामीले चाहिँ होइन यो ठाउँमा यसरी हामीले टेन्ट सेन्ट लाएर बस्न सक्छौँ क्या मोन्टबेल लाएर होइन टक्क दामी भने त दामी हो क्या मजाले यसरी टेन्ट लाएर बस्न पाइयो यसरी सर टेन्ट गाडेर माथि हिँड्न पाइयो वाउ हेर्नुहोस् नाम आफै पढ्नुहोस् है इङ्ग्लिसबाटै लेखिदिएको छ यहाँको जाँच कस्तो हुन्छ यस्तै हो थागेर ल्याङ भइसक्यो म यो टक्क गाइजहरूसँग अहिले चाहिँ हामी खाइदानमा नबरी मास मया गाइजहरू भ्यू है यता रात परे यो केबुल कार हामीलाई होइन यहाँबाट के यो ठाउँबाट आउनलाई त्यहाँबाट यस्तरी घुमी आयो है ए उतै गएर लगभग 3 घन्टा 4 घन्टा है घुमेर यत्रो डाँडाहरू चढेर यता गएर यहाँनिर के हो हेलिकप्टर रहेछ कि बल्ल यो केबुल कारमा आइयो ऊ आउँदैछ केबुल कार हेर्नुहोस् है आइरहेछ ल केबुल कार आइरहेछ ल हामी यो केबुल कारभित्र आइसक्यौँ अहिले अहिले चाहिँ कोही छैन पछि कोही आयो भने थाहा भएन है अहिले चाहिँ हामी 3 जना मात्रै छौँ
पछि उसो बक्काइ तर यहाँ कतिखेर के हुन्छ थाहा छैन मान्छे आउँछन् भरिन्छन् 950 एन जापानिज एन है यहाँबाट 2 घन्टा लाग्छ यो रोपवेमा चाहिँ नेपालमा के अरे केबल कारमा चाहिँ 2 मिनट भित्र पुग्छ होला 2 मिनट र 2 घन्टामा यस्तै फरक छ यहाँ रोपवे इङ्ग्लिस होला हैन नेपालीमा चाहिँ नेपालीमा के भन्छ गाइस कमेन्ट गर्नु कमेन्ट गर्नु होला पछाडि छ है यो मान्छे यही मान्छे ड्राइभर दाइ है तर हामी अहिले 3 जनाले राज गरिरहेको छौँ दाइ बटन दबाउनु यार छिटो यार चल्यो है दामी छ दाइ गाइस चल्यो है ल चल्यो है धन्यवाद हाई धन्यवाद 皆様にお願いします。窓から顔や手を出さないようご協力お願いします。 बुझ्यौ 乗車の सो वा केही नाच्छ के 映像業者は बढी दामी देखियो यो जङ्गल 谷間を流れる激しい भित्रबाट हेर्नु हुँदैन बाहिरबाट हेर्नु स्टेसन आयो हाम्रो स्टेसन आयो है माथिबाट झरेको हामी अहिले चाहिँ हामी यो के भन्छ यो बाटो है केबुल कारबाट झऱ्यौँ झरेर टोयलेटमा एकछिन सुसुस हामी जानु पऱ्यो अनि टक्क लागेर यसको नाम चाहिँ छ एमटी खाचुरागी रोपेवे हारुका यहाँबाट चाहिँ अब हामी बस चढेर फेरि स्टेसनसम्म जान्छौँ अब यहाँ बस आउने टाइम हेर्नुपर्ने हुन्छ है यस्तो हुन्छ यो लेखेको हुन्छ सबै खाचेरी रोप चाहिँ थाकेर निथुक्क भएको छ है भिजेर होइन थाकेर निथुक्कै भएको छौँ बसको वेटिङमा हो बस आउन अझै 10 मिनट दिन्छ कि कहिलेकाहीँ 6 मिनट अब मिल्दिएन कि फेरि अझ मिल्दियो भन्दै अब के हुन्थ्यो ल अनि हामी 20 मिनट जति चाहिँ कुर्नु पर्ने भएको छ त्यो कुर्दा प्रतीक्षालयमा बसिरहेछौँ बस जाने बाटो यही हो अब हामी ओसाकातिर लाग्छौँ बल्ल तल्ल त बस आयो है उडेर बस्दैछौँ ढोकै खोल्दैन अरे बसवालाले यार बल्ल तल्ल यत्रो 10-20 मिनट कुराएर मुलाले होइन गाडी स्टार्ट गर्यो तर गाडीमा फेरि हामी 3 जनाको रिजर्भ हो क्या भने 1 जना 2 जना 3 जना मात्रै रिजर्भ छ कुरायो गोसे स्टेसन होइन गोसे नाराको गोसे स्टेसनसम्म चाहिँ बसमा जान्छौँ गोसेबाट अनि ठ्याक्कै ओसाकाको लागि जान्छौँ निस्किन्छौँ बाटोमा दुईवटा ट्रेन नोरिफाई गर्नुपर्छ ओके हामी चाहिँ लाग्यो बल्ल है यत्रो कुराएर गाडी मोडिरहेछ नेपाल गाडी मोडिरहेछ बस तिमीले हामीलाई यहाँसम्म ल्याइदियौ है ल अब तिमी जाऊ आफ्नो बाटोमा अब हामी जान्छौँ ट्रेनमा सन्देश निन्द्राले ज्या भइसक्नु भयो हामी चाहिँ साकुदो स्टेसनसम्म जाने हो यहाँबाट साकुदो स्टेसनसम्म ल धन्यवाद हामी घुमेर आयौँ ल हस् ओके बाई बाई ब्लगलाई लाइक गरिदिनुहोस् है घर गएर भाडा तेन्नोजीबाट हामी चाहिँ नाम्बा जान्छौँ नाम्बा सर थाक्नुभयो
लास्ट रनिङ जाने हो रनिङ जाने त्यत्रोमा ल त्यतिको जोस दुई चार घन्टा हिँडेर अझै रनिङ जाने घर आयो त ल गाइज हामी चाहिँ घुमेर आयौँ फर्क्यौँ है अब ऊ त्यहाँ बाइक रोकेको छु अब त्यही बाइक उठाएर लिएर जान्छु चाबी कहाँ छ हेलमेट कहाँ छ हेलमेट बिनाको हो हेलमेट बिनाको ल हुन्छ ल बाई बाई नाइस टु मिट यु